उद्देश्य नै नि मान्छेलाई नि हराकला नि वा खोज्नु आएको। लुकाको किताब त्यसको 5:32 यसरी लेखेको छ। लुका 5:32 म धर्मीलाई होइन तर पापीलाई पश्चातापको निम्ति बोलाउनु आएको हुँ। येशू ख्रीष्टको उद्देश्य उहाँको सेवकाई के छ भन्नुहोस् त, उहाँ धर्मीलाई होइन। सुन्नुहोस् है, राम्रो बुझ्नुहोस्। धेरैचोटि हाम्रो जीवनमा चाहिँ नि हाम्रो सङ्गतिको आयाम पनि के मनपर्छ भन्नुहोस् त, धर्मीहरूलाई वरिपरि राखेर बस्नु पायो, त्यो सङ्गति गर्नु पायो, वेल एन्ड गुड, मलाई पनि मनपर्छ डेफिनेटली। तर ईश्वरको मिनिस्ट्रीले हेर्नुहोस् त, उहाँले के भन्दैछ, म धर्मीलाई होइन, म कसलाई बचाउनु निम्ति आएको हो। हेलो बोल्नुहोस् हो प्रियहरू। अब भोलिदेखि तपाईँले यो डिफरेन्सलाई बुझ्नु भयो भने तपाईँको सङ्गतिमा त्यही नै रिपिट हुन्छ। तपाईँलाई धर्मीसँग नै बस्नु मनपर्छ, आत्मिक मान्छेसँग वरिपरि नै तपाईँ बस्नु, जो नराम्रो छैन, तर तपाईँले नि मरेकोलाई खोज्नु सक्नुपर्छ। आमेन। नि पश्चातापको निम्ति नि बोलाउनु भयो, उहाँले नि त्यो कुरालाई जोड दिनु भयो।